सो लम्फोहरू बालेन र रविको सहमतिपछि सबैजना खुसी छन्, बस यिनीहरूलाई छोडेर। केपी बा त अहिले खुनको आँसु रुँदैछन्। किनकि केपी बाको यत्रो वर्षको सत्ता जेनजीहरूको कारणले गर्दा पानी पानी भयो। अनि केपी बाले सातो गएको देउवालाई झन् कति मेहनत गरेर फर्काउनु भएको थियो, त्यो पनि खेरदानी भयो। अनि डाक्टर निकोलसले चाहिँ जेनजीको एजेन्डा बोकेर बाटोमा सुतिरहेको थिए, जेनजीहरू चाहिँ घन्टीको झन्डा बोकेर बाटोमा हिँडिरहेछन्। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। अब डाक्टर निकोलसको प्रधानमन्त्री बनेर सालको रुख बेच्ने अनि गाँजालाई लिगलाइज गर्ने सपना चकनाचुर भयो। अनि यार मलाई त लाग्दैन डाक्टर निकोलस अब फर्केर आउँछन्, उतैबाट सकेलान् जस्तो छ। सरी। अनि अब यी भेडे जनताहरूलाई त के नै भन्नु छ र, अझै पनि भन्दै हिँडिराखेछन्। केपी बाले एकचोटि मासु भात क्यान्सिल भन्नुपर्छ, सबै आफ्नो घरतिर जान्छन्। अबे भेडे गुवाचेहरू, मासु भातको लागि यति पनि पागल नभओ न, देशको लागि पनि अलिकति सोच्ने गरो। भाइ एमालेको सम्मेलनमा जाम, मासु भात पाइन्छ। चुप साला, मासु भातमा बिक्नी सोचिस? 2वटा बियर, 2 लिटर पेट्रोल अनि 500 रुपैयाँ नि पाइन्छ अरे। चल। ए गाड़ी स्टार्ट कर। चल, चप्पल छूट गया। हम फर्स्ट। स्टार्ट।